गुड मर्निङ एभ्रिवन। एकैछिन यो भिडियो हेमराज थापा मन्त्री बन्न हुँदैन किनकि उनी सुदूरपश्चिमको एक कुनाबाट संघर्ष गरेर आएका हुन्, त्यसकारण उनी मन्त्री बन्न हुँदैन। हेमराज थापाले 10 वर्षदेखि भ्रष्टाचारको विरुद्धमा आगो उकेल्दै गर्दा प्रहरीका दर्जनौं डण्डा खाएका छन्, त्यसकारण उनी मन्त्री बन्न हुँदैन। म्यान पावरबाट ठगिएका कयौं नेपाली दाजुभाइ दिदीबहिनीका लागि आवाज उठाउँदा म्यान पावर व्यवसायीबाटै कुटाई खाएका छन् हेमराज थापाले, त्यसैकारण पनि उनी मन्त्री बन्न हुँदैन। विदेशमा फँसेका कयौं दाजुभाइ दिदीबहिनीलाई अनेक तह र तबकाका व्यक्तिसँग सहकार्य गरेर नेपाल झिकाएका छन्, त्यसैको सजाय स्वरूप पनि उनलाई मन्त्री बनाउन मिल्दैन। त्यति मात्र कहाँ हो र, भूकम्प, कोरोना भाइरस, बाढी पहिरो जस्ता संकट र विभिन्न आन्दोलनमा मृतकका परिवार र घाइतेहरूको घाउमा मलमपट्टी लगाउन सकेको सहयोग गरेका छन्, विभिन्न निकायसँग हातेमालो गरेर खानापानी र लत्ता कपडाको व्यवस्था गरेका छन्, त्यसैले उनी मन्त्रीको लागि योग्य छैनन्। सुदूरपश्चिमको कुनाबाट काठमाडौँमा आएर सुदूरका आवाजलाई सडकबाट सिंहदरबारसम्म गुन्जयमान गराएका छन्, त्यसैले उनलाई मन्त्री बनाउन मिल्दैन। राजनीति शास्त्र र शिक्षा शास्त्रमा मास्टर डिग्री गरेका छन् उनले, त्यसैले यतिको राजनीति ज्ञान भएको मान्छेलाई मन्त्री बनाउनु हुँदैन। अर्को महत्त्वपूर्ण चुनौती त उनले एमसीसी होस् या भारत चीनले सीमानामा थिचोमिचो गर्दा ती देशका दूतावास अगाडि गएर तिनै देशका प्रधानमन्त्री तथा राष्ट्रपतिका पुतला दोहन गरेका छन्। आफ्नो देशको सार्वभौम सत्ता र अखण्डताको सवालमा उनी कसैको अगाडि कहिले झुकेनन्, त्यसकारण उनलाई मन्त्री बनाउनु हुँदैन। यतिका मन्त्री बनिरहँदा र अनेकौं आरोप लागिरहँदा न उनी सरकारका कुनै प्रतिनिधिहरूलाई भेट्न जान्छन् न त कुनै दूतावासमा, यसै कारण पनि उनलाई मन्त्री बनाउनु हुँदैन। उनी कुनै एनजीओ आईएनजीओ को सदस्य कहिल्यै बनेनन्, कहिल्यै विदेशी लगानीमा संघ संस्था खडा गरेनन्, त्यसैले उनलाई मन्त्री बनाउनु हुँदैन। नत्र किन र कसले रोकिरहेको छ हेमराज थापालाई मन्त्री बनाउन? एक दुई जना परिचालित व्यक्ति बाहेक सिंहको सुदूरपश्चिमले हेमराजलाई आफ्नो प्रतिनिधि बनाउन खोजिरहेको कुरा सम्माननीय प्रधानमन्त्रीज्यूसम्म नपुगेको हो कि पुगेर पनि नजरअन्दाज गर्नुभएको? समग्र सुदूरपश्चिमको प्रतिनिधित्व पनि हुने युवा अभियन्ता, राजनीति शास्त्रका विद्यार्थी, एक दशकभन्दा लामो समयदेखि निरन्तर भ्रष्टाचार विरुद्ध, वैदेशिक हस्तक्षेपका विरुद्ध सडकबाट आवाज बुलन्द गर्ने थापा मन्त्री बन्नुपर्छ भन्ने माग जेनजीहरूबाटै उठिरहँदा उनमा के कुराको कमी देखियो? म धेरै केही भन्दैन, यो भिडियो सम्माननीय प्रधानमन्त्रीज्यूसम्म पुगोस् र हेक्का रहोस्। सुदूरको माटोले खोजेका पात्र थापालाई सुदूरपश्चिमका जेनजीहरूले समेत सिफारिस गरिसकेका छन्। म सुदूरपश्चिमको नेता हुँ भनेर तपाईँ कहाँ मन्त्री पद माग्न आउने र कुनै एनजीओ तथा आईएनजीओ र काउन्सिलहरूबाट सिफारिस लिएर आउने पात्र भन्दा यस्ता पात्रको बारेमा सोच्नु होला। बाँकी सबैको जय होस्। अब भन्नुहोस्, हेमराज थापाजी मन्त्री बन्दा कस्तो होला? मेरो विचारमा उहाँ मन्त्री बन्दा उहाँ जतिको हिम्मत, साहस र ज्ञान भएको व्यक्ति मन्त्री बन्नुपर्छ। तपाईको विचारमा के लाग्छ? प्रतिक्रिया दिनुहोला र साथै शेयर पनि गर्न नभुल्नुहोला।